होइन के मेसेज आयो? लिङ्क ओपन गर्नुहोस् भनेको छ। अब गर्नुपर्ने त होला नि। होइन यही बेला कसको फोन आयो फेरि? हेलो नमस्ते सर। नमस्कार हजुर नमस्कार। म ब्याङ्कबाट बोल्दैछु सर। हजुर हजुरको मोबाइल ब्याङ्किङ चाहिँ एक्सपायर भएको रहेछ सर, त्यसको लागि रिसेट गर्नुपर्ने हुन्छ। हजुरको मोबाइलमा चाहिँ मेसेज आएको होला, मलाई त्यो दिनुहुन्छ सर? ओपिटी भने क्या हो हजुर? हजुरको मोबाइलमा चाहिँ 6 अङ्कको एउटा मेसेज आएको छ, 6 वटा अङ्क चाहिँ मलाई भनिदिनुहुन्छ सर। ए हुन्छ हजुर हुन्छ। टिप्नुहोस् त हजुर। हजुर भन्नुहोस् त सर। 2 2 4 4 0 0 3 3 5। 5। हस् हुन्छ, थ्याङ्क यू सर। हजुरको अब मोबाइलको ब्याङ्किङ चाहिँ रिसेट हुँदैछ। ए हुन्छ हजुर हुन्छ। खै बुढो मान्छे अब कति बेला के हुन्छ के हुन्छ। होइन फेरि के मेसेज आयो? होइन मेरो ब्याङ्क आउँदाको पैसा कसरी काट्यो? लौ न लौ हेर, अब मोबाइलमा भएका पैसा जति सबै काटेल्यो। आफूलाई केही थाहा छैन, छोरीलाई फोन गर्नुपर्ने भइगयो। बाबा दर्शन सन्चै हुनुहुन्छ? भाग्यमानी हुनु, खै सन्चो भनौँ कि बिसन्चो भनौँ त्यसै छ। किन के भयो र बाबा? किन त्यस्तो कुरा गर्नुभएको? अब के हुनु छोरी, बैङ्कबाट फोन आयो, ओपिटी नम्बर दिनु भनेर मागे। मैले पनि सोझै हिसाबले नम्बर दिएँ। अहिले ब्याङ्कमा भएको सबै पैसा पुरो काटिदियो। ला बाबा, त्यो त ब्याङ्क होइन नि, स्क्याम हुन्छ आजकल। कति बैङ्कले त कहिले त्यसरी ओटिपी नै माग्दैन। त्यो हो र, अब के गर्ने त छोरी? चिन्ता नगर्नुहोस् बाबा, फोनमा आएको मेसेजको स्क्रिनसट र कल नम्बरको फोटो मलाई पठाइदिनुहोस्। म अहिले नै नेपाल प्रहरीको मोबाइल एपबाट चाहिँ अनलाइन उजुरी दर्ता गर्छु। ल हुन्छ छोरी, म सबै यहाँ आएको चिज तँलाई यही मेसेन्जरमा पठाइदिन्छु। के गर्नुपर्ने सबै गर है। त्यो जसरी पनि गर्नु पर्यो, नत्र त हाम्रो वर्षौँदेखिको कमाएको सम्पत्ति सबै जान्छ। हेलो नमस्ते सर, म प्रहरी कार्यालयबाट। हजुर हजुर हजुरले दिनुभएको अनलाइन उजुरीको दर्ता भएर काम कारवाही अगाडि बढेको छ है? भएछ हजुर। हजुर भइसकेको छ। ल हजुर, नेपाल प्रहरीलाई धेरै धेरै धन्यवाद छ हजुर। मेरो त बुढाकालो कमाएको धन सम्पत्ति सबै त्यही थियो, त्यही पुनः पुरो सबै गइसकेको छ हजुर। जसरी हुन्छ हजुरहरूले पत्ता लगाइदिनु पर्यो। हजुर हुन्छ बुवा। अब म बुढो मान्छे, कहाँ दर्ता गर्न आउने, कहाँ के गर्ने मलाई केही पनि थाहा छैन। धन्न मेरो छोरीले अहिले यो डिजिटल मार्फत पनि यो दर्ता गर्न मिल्दछ बुवा भनेर सबै भयो। यसो अपराधीलाई जसरी पनि समात्नु पर्यो हजुर। ल न त्यति गरिदिनु होला। हजुर चिन्ता नगर्नुहोस् बुवा। हुन्छ हजुर, अहिले राखेँ है त। ल है छोरी, धेरै धेरै धन्यवाद छ। मलाई भर्खरै पुलिस चौकीबाट फोन आएको थियो, तपाईँको मुद्दा अगाडि बढिसक्यो भनेका छन्। हामी जस्तो समयमै पुग्न नसक्ने, जान नसक्ने, दर्ता गर्न नसक्ने मान्छेका लागि यो एकदम राम्रो काम हो। तिमीले समयमै दर्ता गरिदेऊ। अहिले काम कारबाही अगाडि बढिसकेको छ अरे। मलाई त साह्रै खुसी लाग्यो। नेपाल पुलिस एप छ नि बाबा, साइबर ठगी होस् वा अन्य घटना होस्, प्रहरी सेवा अब सबैको पहुँचमा छ। ल हुन्छ। तपाईँ कुनै अपराधबाट पीडित हुनुभयो तर तत्काल प्रहरी कार्यालय पुग्न सम्भव छैन भने
विश्वका जुनसुकै कुनाबाट पनि नेपाल पुलिस मोबाइल एप मार्फत अनलाइन उजुरी दर्ता गर्न सक्नुहुनेछ। नेपाल पुलिस एप डाउनलोड गर्नुहोस्। अपराध सहेर नबसौं। सुरक्षित समाजका लागि डिजिटल प्रहरी सेवा।